हेलो ल है अहिले चाहिँ म एउटा युरोपको चारौँ सबैभन्दा सानो देश लेस्टेनस्टाइन भन्ने ठाउँमा छु। यो चाहिँ लेस्टेनस्टाइनको क्यापिटल सिटी भडुज हो। तपाईँलाई देखाउँछु त अलिअलि। कताबाट देखाउँ? यताबाट देखाउँछु ल। पहाड छ त्यो साइड, त्यो साइडमा पनि पहाड छ। यहाँ रोड वर्क्स हुँदैछ। बेलुकाको 4 बज्यो होइन, अहिले जुलाई 2024 नै हो। र मैले यहाँ आइपुगेको छु। गाडी यसो हामी यहाँ राख्यो है। र यो चाहिँ 4th स्मलेस्ट कन्ट्री इन युरोप। जम्मा 125-26 स्क्वायर किलोमिटर मात्रै रहेको देश हो। र यसमा चाहिँ मोनार्की छ होइन, भडुज प्यालेस छ। सबभन्दा ठुलो क्यापिटल सिटी त होइन, क्यापिटल सिटी भयो भने सबभन्दा ठुलो त होइन। यसको सान भन्ने अब के चाहिँ सिटी चाहिँ यसमा ठुलो छ अलिकति पपुलेसनमा। तर यहाँ चाहिँ अब यो चाहिँ क्यापिटल सिटी हो भडुज। अस्ट्रिया र तपाईँको स्विजरल्यान्डको बिचमा भएको 4th स्मलेस्ट कन्ट्री, भेटिकन सिटीहरू पनि छ होइन। र 6th स्मलेस्ट कन्ट्री इन द वर्ल्ड है यो चाहिँ लेस्टेनस्टाइन। र भडुज प्यालेस छ अलिकति अगाडि। अब हामी गएर अलि सिटी घुमौँ अनि त्यसपछि जाउँला। र अहिले अगाडि माथि देखेको चाहिँ खोइ देखिन्छ देखिरहेको छ ल। त्यसलाई चाहिँ भडुज प्यालेस भन्छ। यो भडुज यो ठाउँको नाम चाहिँ खासमा यही प्यालेसको नामबाट चाहिँ यो ठाउँको नाम रहन गएको हो। मोनार्क होइन, राजा रानी भएको देश हो। राम्रो छ, सानो छ। पहिले चाहिँ यसलाई एकदम ट्याक्स हेभन 2008-11सम्म चाहिँ ट्याक्स हेभनको रूपमा एकदमै मानिन्थ्यो। पोस्ट कार्ड देख्नु होला होइन, ट्याक्स हेभन मानिन्थ्यो। अब चाहिँ ट्याक्स त्यसको लागि अलिक कडा भएको छ यहाँनिर। र खासै जेल पनि नभएको ठाउँ। यहाँ खासै मर्डरहरू 1997देखि मर्डरै भएको छैन यहाँ। र कोही मान्छेलाई 1-2 वर्षभन्दा बेसी जेल राख्नु पर्यो भने चाहिँ यिनीहरूले अस्ट्रियामा पठाउँदो रहेछ ल। दुईवटा प्यालेस छ, एउटा यो प्यालेस भयो, अर्को छ पार्लियामेन्ट हाउस छ। र भडुज प्यालेसमा वर्षमा एकपल्ट चाहिँ रानीलाई सबै जनतालाई बिहा खाना गार्डनमा बोलाउने गरेको छ। That's me in the smallest country, and it's gonna be the smallest vlog है त। भडुज लेस्टेनस्टाइन आउँदाखेरि आउने म्युजियम पनि यही हो। माथि प्यालेस देखिरहेको छ, उतिनको झन्डा होइन, त नीलो रातो रङको। Look at this, कस्तो राम्रो देख्छ कि। ट्र्याक गर्दै फेरि अनट्र्याक गर्नु पर्यो होइन, दामी देखिरहेको छ। And that's me walking. र त्यहाँ हात देखिरहेको छ होला। जस्ट टाइम मैले भने ट्याक्स हेभन भएको भएर किन यति धेरै महँगो ब्रान्डहरू छ यहाँनिर होइन। छक्कै पर्नुहोस् तपाईँ, सब ब्रान्डहरू होइन, रोलेक्सदेखि लिएर सबै कुराको ब्रान्डको यहाँ छ। द्याट माई ब्याक। सो लेस्टेनस्टाइनको लागि लगभग यति नै भिडियो गरौँ होला होइन। लामो के हो भने म एकछिन बस्छु, त्यसपछि म गइहाल्छु ब्याक टु स्विजरल्यान्ड। नबनाउँ के नबनाउँ, सिटी सेन्टरमा घुमिरहेको छु। यति धेरै राम्रो छ कि मोनुमेन्टहरू खतरा बनाएको छ यिनीहरूले। लोक देखिन पानी आइरहेको छ, के हो पानी माथि तल बगेछ देखिन्छ त। त्यहाँ यताबाट बग्नु बगेर के बनायो कि यिनीहरूले मोनुमेन्टहरू। पुरा पहाड छ होइन, वरिपरि पहाडले घेरेको छ। फेरि त्यो पहाड भनेको चाहिँ त्यो स्विजरल्यान्डको पहाड भयो है। यो लेस्टेनस्टाइनको पहाड चाहिँ होइन, त्यो स्विजरल्यान्डको पहाड हो। ठ्याक्कै यहाँ अलिक अगाडि गएपछि ठ्याक्कै स्विजरल्यान्ड आउँछ। अनि खोलाभन्दा यतापट्टि लेस्टेनस्टाइन भयो। लुक एट दिस भ्यू। र माथि तल अघि मिनिएचर एउटा होइन भडुज क्यासल पनि रहेछ, त्यो म हालिदिउँ ल यदि बिर्सिनँ भने। र मेन ओरिजिनल क्यासल त माथि भइहाल्यो। यो पहाड चाहिँ अब यो चाहिँ अब लेस्टेनस्टाइन भयो, उतापट्टि चाहिँ स्विजरल्यान्ड भयो। अब स्विजरल्यान्डको क्यापिटल सिटी जुरिकबाट 1.5 घन्टा ड्राइभ गरेपछि लेस्टेनस्टाइन आइपुग्न सकिन्छ। राम्रो छ। म माथि टुप्पोसम्म गएको थिएँ, खासै ड्रोन पनि उडाइनँ, भोक लागेको थियो, त्यही भएर तल झर्दा खाना खाएँ। तर माथि जान मिल्छ भनिहालेँ। क्यापिटल सिटी नै सानो छ, कन्ट्री नै ठुलो छैन। 5,000 भन्दा बेसी मान्छे 5,000 भन्दा बेसी मान्छे खासै बस्दैनन्।
त्यही भएर धेरै ठुलो नभएको हो यो देश चाहिँ। र यही आउँदाखेरि पानी गएको देखिसक्नु होला क्या होइन। राजाको मुकुट सुकुट सबै लगाएको छ। र यो चाहिँ म्युजियम भयो, एसियन चाइनिज ल्यान्ड्रिज म्युजियम। तपाईँलाई यदि घुम्न मन छ भने यसै सानो यसमा पनि घुम्न सक्नुहुन्छ। ट्रेनमा छुक 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 गरेर सिटी सेन्टर घुमाउनलाई त्यहाँ गएर अब क्राउन जोलहरू यताउति हेर्ने भने भयो। दिस इज लिechtenstein country, यो उन्तिसौँ देश। अब लाग्यो ल, look at the last bit of Liechtenstein, my 29th country. July 2025, 2024. Look at this. निकै आर्किटेक्चर निकै रहेछ यहाँनिर। सिटी सेन्टर पनि क्वाइट छ, त्यस्तो बिजी छैन, एकदम क्वाइट छ। मान्छे त्यति धेरै मान्छे छैन, धेरै ठुलो सहर पनि होइन, मान्छे भिजिटरहरू पनि धेरै आएको छ। तर यिनीहरूलाई यो टुरिस्ट एट्र्याक्सनको लागि पनि चाहिँ निकै बनाएको कि। सायद यो पार्लियामेन्ट हाउस हो, यही हो यिनीहरूको। Look at that, युनिक आर्टहरू डिजाइनहरू छ कि खतरा। के हो क्या खतरा बाबा बनाएको एकदम राम्रो। सिटी सेन्टर यही हो, क्याथेड्रल भइहाल्यो त्यहाँ। चर्च घन्टी पनि रहेछ, बज्छ मजाले टिङ 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 गरेर। हो त्यहाँ कार छ, मान्छे खुट्टा भएको कार के बनाएको। त्यस मान्छे आएर फोटो खिच्नलाई टुरिस्ट एट्र्याक्सनको लागि चाहिँ बनाएको यिनीहरूले। This is me है त, in Liechtenstein, my 29th country. अर्को फ्याक्ट भनिहाल्यो यसको कुरा गर्दै। There's no army here है, आर्मी छैन यहाँ, नो आर्मी। त्यही भएर आर्मी नभएको देशमा यही पनि पर्दछ। It's a peaceful country. But finally, goodbye from Liechtenstein.